दाजु म्यानुफ्याक्चरिङ र एग्रिकल्चरको बारेमा बताइदिनु न र कुनमा जाँदाखेरि चाहिँ राम्रो हुन्छ र काम के कस्तो हुन्छ एग्रिकल्चर र म्यानुफ्याक्चरिङ भनेर प्रश्न गर्नुभएको छ होइन। कामको बारेमा यसो विवरण भन्दै गयो भने त पुरा दिनै लाग्छ, पुरा बुकै लाग्छ होइन। तर सर्टकट म के भन्न चाहन्छु भनेदेखि तपाईँ एग्रिकल्चरमा आउन चाहनुहुन्छ भनेदेखि त्यो पनि राम्रै हो, म्यानुफ्याक्चरिङमा आउनुहुन्छ भने त्यो पनि राम्रै हो। र भिन्नताहरूमा केही सर्टकटमा भन्न चाहन्छु, जस्तो तपाईँ भनौँ न जस्तै एग्रिकल्चरको होइन कृषि फिल्डको केही कुराहरू ज्ञानहरू नलेजहरू ज्ञान गर्न चाहनुहुन्छ भनेदेखि र साथै साथ पशुपालनहरूको कुराहरू होइन केही न केही इन फ्युचर नेपालमा फर्केर पनि केही न केही पशुपालन सम्बन्धी अथवा एग्रिकल्चर सम्बन्धी गर्न चाहनुहुन्छ भनेदेखि एग्रिकल्चर इज द बेस्ट। एन्ड साथै साथ तपाईँले म्यानुफ्याक्चरमा आउनुहुन्छ भनेदेखि ठिक छ केही न केही सिपहरू सिक्न सक्नुहुन्छ। तर फरक यति हो कि एग्रिकल्चरमा चाहिँ काम अलिक बढी हुन्छ र पैसा चाहिँ अब खास ओटीको चान्सेस हुँदैन, र म्यानुफ्याक्चरमा चाहिँ कतै कतै कम्पनीमा चाहिँ बेसिकभन्दा बढी नै काम भइरहेको हुन्छ, ओटीहरू भइरहेको हुन्छ कतिपय अवस्थामा। सो त्यो चाहिँ ओटीको हिसाबले चाहिँ तपाईँ पैसा अलिकति बढी कमाउन सकिन्छ भन्ने हो। र छुट्टी पनि म्यानुफ्याक्चरिङमा सिम्पली हप्तामा 2टा छुट्टी फिक्सै हो है, शनिबार र आइतबार। यदि शनिबार आइतबार काम गरायो भने त्यसको एक्स्ट्रा पैसा हुन्छ, जबकि एग्रिकल्चरमा चाहिँ त्यो सुविधा हुँदैन होइन। एग्रिकल्चरमा चाहिँ तपाईँले शनिबार पनि आइतबार पनि काम गर्नु पऱ्यो। महिनाको जम्मा 2टा छुट्टी, हाई 4 छुट्टी हुन्छ होइन। र कुनैमा चाहिँ महिनाको 8वटा छुट्टी पनि दिने गर्दछ होइन। तर प्राय मोस्टली चाहिँ 2टा हप्ताको एउटा अथवा 2 हप्तामा एउटा त्यो हुन्छ। र म्यानुफ्याक्चरमा चाहिँ केसमा चाहिँ के चाहिँ सुविधा छ भनेदेखि जस्तै कि मैले भनिहालेँ होइन, धेरै छुट्टी पाउँछ भनेको। त्यसमा चाहिँ तपाईँ बिचबिचमा होइन छुट्टीको बेलामा कुनै सेन्टरतिर गएर चाहिँ केही न केही सिपमूलक कुराहरू सिक्न पनि सकिन्छ। तपाईँ कुकिङ सम्बन्धी, कफी टी सम्बन्धी होइन, बेकरी सम्बन्धी र साथै साथ कुनै ड्राइभिङ सम्बन्धी केही न केही सिक्नको लागि चाहिँ त्यो चाहिँ म्यानुफ्याक्चरिङमा आउँदाखेरि राम्रै हुन्छ, किनकि मैले भनिहालेँ समय छ त तपाईँसँग। र मेनुमा एग्रिकल्चरमा चाहिँ व्यस्तताको कारणले चाहिँ त्यो सुविधा नहुन सक्ला भन्न चाहन्छु। अब तपाईँ डिसिजन लिनु होला, तपाईँ एग्रिकल्चरमा आउन चाहनुहुन्छ कि म्यानुफ्याक्चरिङमा, इट्स योर चोइस। थ्याङ्क यू सो मच फर कमेन्ट।